हेलो गाइज वेलकम टु माई च्यानल। म हुँ तपाईँहरूको साथी गौरव र तपाईँहरूलाई मैले मेरो भ्लगमा स्वागत गर्न चाहन्छु। आज चाहिँ म विकेन्ड भ्लग गर्न जाँदैछु। विकेन्ड भ्लग बिकज आज चाहिँ फ्राइडे हो। अब भोलि र पर्सि विकेन्ड हो। सो विकेन्डमा चाहिँ हामी यता कायमातिर मिलन अस्मिताहरूकोमा घुम्न जाने प्लान बनाएको छौँ। सो हामी त्यहाँ जान्छौँ र हजुरहरूलाई हामीले गरेका डेली एक्टिभिटिजहरू चाहिँ देखाउन भिडियोमा सेयर गर्न चाहन्छु। द्याट्स वाइ आइ एम मेकिङ दिस भिडियो। सो किप वाचिङ गाइज। ओके, म अहिले चाहिँ मेरो बेलुकाको काममा आइसकेको छु। सो अब मैले यो कामलाई 7:30सम्म फिनिस गर्ने ट्राई गर्छु र मेरो कामलाई चाहिँ मैले सकाएर अब म घर जाँदा ओर्दा फ्रेस भएर अलिकति केही सामानहरू खरिद गरेर किनेर अलिकति खानेकुरा खाएर निस्किँदा ओर्दा अलमोस्ट 9 त बज्छ होला। सो अब 9 बजे हामी निस्किन्छौँ। अब 2 आवर्सको ड्राइभ हुन्छ। 2 आवर्समा चाहिँ हामी गाईमा पुग्छौँ। अलमोस्ट 11 हुन्छ। सो आज चाहिँ खासै केही हुँदैन, जस्ट खाना खाएर सुत्ने हो। सो भोलि हामी घुम्न निस्किन्छौँ। सो आई विल अपडेट यु। ल अहिले चाहिँ म घर आइसकेको छु। अब यहाँबाट क्विक रेडी भएर अब हामी ग्रोसरी सपिङ गर्न जाँदैछौँ। बेबी तिमी रेडी हो त? हात धोएर रेडी हुने हो कि रेडी भइसक्यो? रेडी भएर हात धोएको कि अब धोएर रेडी हुने हो? ओके, अलिअलि ग्रोसरीहरू पनि किन्यौँ। अब थोरै खाजा खाएर अनि अब निस्किने हो यहाँबाट चाहिँ। कस्तो रहेछ त? के चटपट हो? कस्तो रहेछ? यम यम। अब मेरो चाहिँ मोमो, उसले चाहिँ चटपट खानु लाग्छ। हाम्रो उता जाने कार्यक्रममा एकजना हाम्रो साथीको पनि इन्ट्री हुँदैछ। ऊ त्यहाँ पर छ, ऊ त्यहाँ छ, खोजिरहेछ कपी। कपिल दाइ कहाँ यहाँ? कुन त्यो ठाउँ? म त यही हालिदिन्छु नि त। मैले वही गर्ने उसलाई किन त? यो तिमीले राखेको चाहिँ सही हो, उसको चाहिँ यसो ड्राइभिङमा ए ल मकै त बजाइदिने हो। फाइनल्ली हामी चाहिँ अहिले कायमा आइसकेका छौँ। कस्तो लागिरहेछ कायमा आउँदाखेरि? ए अप्पु मलाई म फोन गरेको धन्न र कतिखेर आइपुग्नु? अहिले चाहिँ हामी अब मिनामुरा घुम्न जाँदैछौँ। मिनामुरा बिच अहिलेसम्म कहाँ जाने हो भन्ने कुरा फिक्स भएको छैन। मिनामुरा नै जाने भने होइन र? मिनामुरा बिचबाट कता हो र? ओ त्यही नजिकै हो। मिनामुरा बिचबाट हाइकिङको लागि चाहिँ कति टाढा हो? एउटा वाटरफल त्यो 1.5 घन्टा हिँड्नुपर्छ। जाउँ न त त्यहीँ। 3 घन्टा अप एन्ड डाउन। 3 घन्टा टाढा भयो। अप एन्ड डाउन 3 घन्टा भने कति हो र? धेरै त होइन होला त। रेडी हो? रचनाहरू नहिँड्ने अरे? तर उसले जाऊँ होला। केमा? त्यही त्यो मिनामुरा गएर अस्ति त जस्तै ड्रोन रक जस्तै एउटा कतै सिम्पल खालको हाफ एन आवर ट्र्याक भयो भने त आधी घन्टा 1 घन्टा हुन्छ नि त। गइहालौँ ल, कता जाने? कपिल के तिमी रेडी हो हाइकिङ गर्नको लागि? Let's go. We are always ready. हाइकिङको लागि पनि रेडी हो? हामी हाइकिङ जाम रमाइलो गरौँ। अपु तिमी रेडी हो जुत्ता लाएर? अझ नाइ
ऊ त्यहाँ चाहिँ ढुकुर जोडी क्या हो ढुकुर जोडी हो क्या हो केटी के गरेर बाउले यो केटाको केटी भएर लिएर आयो कि क्या घरमा थाहा सानैमा लिएर गयो भनेर होला क्या अरे ऊ अलि यङ देखेँ क्या केटी केटी यङ देखेँ अरे हामीले भगाइ देखेँ तिमीलाई भगाएकै हो र कपिलले चक्लेट भेटेको खोइ चक्लेट कपिलले ल बर्थडे हो मेरो आज तिम्रो बर्थडे आज मेरो बर्थडे मिलनको बेबी सावर ए मिलनको बेबी जावर अरे मिलनको बेबी जावर हो भन्दै छ कङ्ग्रेचुलेसन ल ल रेडी ओइ चक्लेट किन भुइँमा छोडेको त कपिल एकचोटि म हान्छ ए रिलिज भयो कि मान्छे रिसाउँछन् मान्छे रिसाउँछन् ढुङ्गा फाल्न पाइनु होला क्या ढुङ्गा आफै जान्छ समुद्र पानी आउँछ आफै बगेर लान्छ के सेन्स पनि बेसेन्सको कुराहरू तिमीले हान्ने ए आठ त भएन होला हो कस्तो राम्रो भित्र चाहिँ राम्रो यो कस्तो क्लिन देखिन्छ फेरि त्यो अर्को भन्दा सेम 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 ल हाम्रो कन्टेस्टेन्ट नम्बर 1 म कतिमा भए फर्स्ट फर्स्ट होल फर्स्ट अलवेज फर्स्ट फर्स्ट कन्सुलेसन हो क्या कपिलले पहिले कपिलले तिमीले पहिले त्यो कुन के पढ्यो के म त अचम्म मान्छु हो तिमीहरूको घर छेउको हिमाल कुन रे कपिल हाम्रो माछा पुछ्रे त्यसको पोटर गरे होइन त्यो हिमाल चढ्नेको पोटर ए मैले त्यस्तो पोटर चाहिँ गरिनँ कपिलले पोटर कपिलले त्यो पोटर हो कि अन्नपूर्ण बेस क्याम्प कति दिन बस्यो हामी 5 दिनमा अप एन्ड डाउन माथि र तल ट्रेक भनेको त्यसरी कपिल ट्रेक भनेको कहिले पनि त्यस्तो रसमा गर्ने होइन के घरमा 2 दिन ओए 4 दिन भनेको इनफ हो नि ट्रेक भनेको त स्लोली गर्ने होला नि ओए मालतिर अन्नपूर्ण त आकाश जमीको फरक छ हो ओए यता त होइन ओए यताबाट माथि हो कपिल दाइ तपाईँ बस्नु भएको ऊ माथिको टपको त उज्जवल रतन होइन त्यो कति छिटोमा पुगेर बसेछ त नि त्यति बोका त मैले माने तिम्रो ल स्टेमिना मैले पनि बेला हेर्न नि मैले पहिलेको बेला रतन रेखालाई बोकेर माथिबाट चाहिँ यहाँसम्म चाहिँ ल्याएको थिएँ है तलसम्म ल्याउनु त सक्छौ ल्याउनु त मलाई लान के ढुङ्गा होइन बेबी मैले तिमीलाई त्यहाँबाट बोकेर तल झार होइन यही हो ल बोक त ल ल त माथि चढ त ल ल बुढी बोक्ने ल ओइ ओइ ओ मिलन मिलन ओइ होइन ओइ कोदे उजलको हालत ओए रोनिस बुढी बोक्ने कम्पिटिसन भन्दा लुज उज्जवल हुने हो बुढी बोक्ने रेस हो त्यो चाहिँ खेलाउनु त उयो उज्जवल लगाउने उज्जवल लगाउने बाटो जोड गर उजल त हाल्छ होइन बुढीले बुढा बोक्ने कम्पिटिसनमा त फेरि फिक्स हो जिग जित्छ गोरल जित्छ अनि हार्ने त उजल हाल्छ ल खेलौँ न ल फन एक्टिभिटी ल ल फन एक्टिभिटी जहाँबाट बुढी बोकेर माथि चढ्ने ल तपाईँ पनि
पनि हो कि म पनि हो कपिलले को बोक्छ ला मैले झोला ए कपिले झोला बोकेर कुरा बुढी बोक्ने ऊ त घर छ बुढी हो भिडियो बनाउन थाल्यो बिहा गरे मान्छेले हेप्दी नि खै त त्यहाँ उजाला पनि बोलाम अनि यहाँबाट बुढी बोक्ने कम्पिटिसन खेलौँ न त ल फोन हान न ए ल कुदाउ कुदाउ अझै ल ल छिटो दौडिँदैमा खडायो ल छिटो अहिले पनि जित्दैन छिटो जित्दैमा छिटो कुद्दैमा म त खेल्दैन म भिडियो म्यान हो क्या गुड जब लाज के हो रे दाइ यो देखाइदिनु अजुबा तिमीलाई मिनामुराको ट्रिप कस्तो लागिरहेको त रमाइलो भयो अनफर्गेटेबल मोमेन्ट memories अनफर्गेटेबल मोमेन्ट भयो in life or life on my life all over the life लाइफ के सबैभन्दा भयङ्कर मोमेन्टहरू तिम्रो यो अरू योभन्दा अर्को कुनै बेस्ट मोमेन्टहरू सबै मेरो लाइफमा भएभरको मोमेन्टहरू अनफर्गेटेबल एकदमै अस्पिसियस फिल भएको मोमेन्ट छ होइन तर मलाई घरिघरि मेरो जहाँ मलाई झ्याउ लाग्छ तर मलाई झ्याउ पनि लाग्दैन अझै सकिएन ल पानीपुरी कस्तो रहेछ दिवस भयो नि मिस वर्ल्डको पानीपुरी खायो खाउँछु उनीहरूले थाहा छैन होइन लामामाम यहाँ कसरी छ हो अहिलेसम्मको बेस्ट जसरी खायो त्यहीचोटि बेस्ट हो क्या तिमीलाई कसरी रहेछ स्वाक रहेछ अप्पुलाई त सोध्नै परेन गोलो त यो फुलाको राम्रो हुँदो रहेछ क्या त्यो किनेर प्याकेटको ल्यायो भने त्यो चाहिँ कम्पनी आउने डिसअग्री त होइन होला स्वरूपको के छ चुवाको उजलले गृहमन्त्री नआइकन नखाने रे The hardworking woman muscles. एउटा गीत पुरैमा नाच्नु भयो पोक्यो ओ फोकस फेरि गयो आदि त रागमा त पसेन त्यो पिज्जा हो क्या
यो तिनवटा त आइमै हो कोही मैले त सकाइसक्यो हो लेभलमा त्यो तिमी त मेन आइमै हो त्यो त यो कस्तो चिसो रहेछ मेरो बियर ल्याउँदै लेभल छ हो म ए छैन नआउँदै खोइ बियर खोइ तिम्रो त्यही हो कि नर्दन रहेछ हाइने किन्न तिमी थाहा हुन्छ मैले एक सिट Thank you, brother. कपिल दाई के छ फाइनल्ली सबै कुरा ठिक भयो गोइङ ब्याक टु सिडनी Going back home. रेडी हो सुटकेसका सुटकेसहरू बेबी तिमी रेडी हो आफ्टर अर्निङ सो मनी कति जायो दाइ तपाईँलाई पैसा यार धेरै कमाइसक्नु भयो अब पुग्यो म्यारिज खेलेर कमायो नि त ओए कसले हारेछ ए त्यो त अब तिमीहरूको छुट्टै कुरा भयो नि ल अपु रेडी हो ल जाउँ ल्यापटप कहाँ छ खोइ तिम्रो फोन देऊ त कपिल दाई रेडी हो तपाईँ अब ओए तिमीहरूको बिन्डे नि हो अब कहिले हो बिन्डे के पिन्डे आज रे के के सामान सामान हार्छ मान्छे नि हार्छ होला नि तपाईँहरू रेडी हो जौडे जस्तो के कस्तो उज्यालोमा आऊ न रेडी हो अनुहारै नदेखिँदो रहेछ तेरो यस्तो बाटो बाटो कुरा गरेर रहेछ ल ल ल टोलीहरू हो हो ए मेरो क्रिकेटको जुत्ता नि यहाँ छुट्यायो नि त अच्छा अब जुत्ता सुत्ता लाउने हो अब जाने हो सिडनी ब्याक टु सिडनी अनि फेरि काम 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 तर ठिकै छ अब यो विक काम गरेपछि फेरि नेक्स्ट विक त फेरि 3 दिन छुट्टी छ रमाइलो हुन्छ अनि टोलीहरू सबैलाई आइदिनु भएकोमा धेरै धेरै धन्यवाद अब यो फर्स्ट टाइम भयो बिस्तारै मानि गर्छ के सुस्मिता अबदेखि म तिमीहरूसँग आउँदिन यो टाइममै 11 बजे पुगेर आइरहेछ जोडी ढुकुरै हो क्या इन्टरभ्यु लिए जस्तो ल ल ल गाइजहरू ल ल निस्किम ए ओए कहाँनिर छ पेट्रोल पम्प यहाँ नजिकै पेट्रोल उता जानु बाटोमै छ होइन बाटोबाट हामी निस्किने बाटोमा छ होइन तिमी यता तिमीहरू यता जान्छौ उतापट्टि हो सिडनी जाने बाटोमा छ कि छैन छ होला नि बाटोतिर त होइन मतलब यो बेरीबाटै जाँदाखेरि बाटोमा पर्छ कि पर्दैन हाइवे निस्किनुभन्दा अगाडि यता गएर फेरि फर्किनु पर्छ क्या बुझ्यौ हो ल ल ल पछि हेरौँ न त्यसो भए ल टाउकोवाला कसको चार्जर छुटेको चार्जर चाहिँ थियो एउटा त्यहाँनिर
रोनिसको चार्जर छुटेको होइन मैले निकालिदिनु उसले चार्जर हाले भन्छ कसको हाल हाल कपिलेको चार्जर छुटेको होइन मेरो त यही तिम्रो छुटेको मेरो पनि त्यही थियो मैले निकालेको मेरो पनि छुटेको होइन है चार्जर चाहिँ थियो गाइज ल नेक्स्ट विक मेबी ल दाइ ओके गाइज अब चाहिँ हामीले तेल पनि हालिसक्यौँ अब चाहिँ हामीले डिरेक्ट सिडनीको लागि जाँदैछौँ ब्याक टु सिडनी सिडनी वेलकम ब्याक सिडनी सिरिङ्ग भएको मेरो दाजु भयो कि उनीहरूले गर्दा नि हाइवे निस्किने कत्रो बेर लाग्यो त है